अलिकति मैलाहरू बेसी होस् खनौँ न फेरि ठुलो डोलबाट खनौँ डोलबाट खुट्टाहरू सबैले आएको है अब खुट्टा धोलाएर पस्ने क्या पस्ने हामी त आउँदैन डक्टर त उहाँ हुनुहुन्छ नि डक्टर आज अपरेसन डक्टर पटक्कै आउँदैन अभी हम लोग को 2 लोग ऑपरेशन कर रहा है अभी शोर का तपाईँ चाहिँ रेकर्डिङ देखिए स्पेशल डॉक्टर यहाँ कोका पक्रिनु न खुट्टा हालिन्न थाल्छ है हालेपछि मान्छे हात ताक्छ कुकुरी त यार चक्कुले लाग्छ जे भन्नु त्यही हान्ने छ यहाँभन्दा हान्नु यसलाई धार लाउनु यत्तिकै भइसक्यो बुढाले अस्ति त धार लाँदै यस्तो दामी हान्थ्यो र यसले मैले लगाएको नि रेकर्ड नगरौँ नि यार उहाँले जान्छ कि कतै कतै बा बोलाउँछ कि आएन भने हुन्छ है बोलाउँछ कि ल तलको त अहिले जाँदैन घर रिसेस जानुपर्छ तलको त होइन र होइन अहिले त्यो झिकौँ न अब अगाडि है यो चाहिँ हराजी चाहिँ पहिले फुस्काउनु पर्छ त्यो कुनै तल भनेको त त्यो अब नखोजाएपछि ठेली पठाउ न भित्रबाट अब ठेल्नुपर्छ काटो त पर्यो नि त यहाँ मिलाउँदा पऱ्यो ठेली पठाउनु त कहाँ ठेल्नु जान्छ त अब कहाँ जान्छ यो काट्नुपर्छ होला स्वाटै छिनौ न बिचमा यो काटो यो निकाल्न न बोसक अघि निकाल्नु खोज्नु निकाल्नु न भने राख्नु तपाईँको विचार अलिक थपेर थपेर होइन भयो सुब्बाकोमा त चल्ने चुरे फ्याँकेर देउता पनि त्यही होइन अब मुखमा यहाँ लाग्यो थपेर चाहिँ दिनु न फेरि चिप्रा काट्ला नि पानी छैन है छैन केटा पर যায় पर यत्रो टाउको बोकेर कहाँ जानु हौ मासु खेलाउनु पाएकै छु मैले कहाँ पुगो कोही खानु हरङको छुट्टै टुक्रा बनाऊ पिँडाको छुट्टै टुक्रा बनाऊ अनि जोग्दै दिँदै अगाडि पछाडिको पुगेर फाल्टो फाल्टो भनेर नुनियालाई अहिले थाहा छँदै छैन अङ्कललाई भुट्ने चाहिँ छिटो पठाएर ठुले भाकै त छैन जस्तो भए पनि छोटो छोटो छुट्याएर भइहाल्छ भुट्ने